नमस्ते एन्ड वेलकम टु आवर ट्राभल जर्नी। आज हामी जाँदैछौँ ब्युटिफुल प्लेस कालिन्चोक र सैलेक। सो लेट्स राइड बिगिन। हेलो गाइस, अहिले चाहिँ हामी यता कालिन्चोक जानेछौँ र बाटोमा चाहिँ हामी औँसीलेहरू टन्ने देखेर हैन हामीलाई यता रोकेको बाइक रोकेर यहाँनिर छौँ। तपाईहरु पनि आउनुहुन्छ भने अहिले जेठको महिनामा बाटैभरि औँसीले टन्ने खोलेको छ। मजाले रोकेर औँसीले खाँदै यात्रा गर्न सक्नुहुन्छ। पाइलाहरू अघि बढ्छन् तर मन गहिरो डुब्छ। हरेक मोडमा नयाँ सपना र नयाँ कथा खुल्छ। यो यात्रा केवल दूरी पार गर्ने होइन, यो त आत्मा साँचोको भेट हो, मौन अनि गहिरो। आज म यात्रा गर्दैछु तर महसुस गर्छु प्रकृति पनि मलाई नजिकबाट निहाल्दैछ। यात्राको क्रममा बादलभित्रको लुकामारी खेल्दै अहिले हामी कालिन्चोक नजिक आइपुगेका छौँ र केही बेरमा कालिन्चोकको प्रसिद्ध कुरी बजारमा हामी पुग्नेछौँ। यो चाहिँ हाम्रो कुरी बजार, कालिन्चोक माताको प्रवेश गर्ने द्वार भनेर पनि चिनिन्छ यसलाई। यहाँबाट चाहिँ यहाँ केबल कार पनि देखिन्छ। एकदमै फेमस ठाउँ कुरी बजार। फाइनल्ली हामी चाहिँ कालिन्चोकतिर अगाडि बढिरहेछौँ। हाम्रो केबल कार स्टार्ट भएको छ र हामी कालिन्चोकको यात्रामा अगाडि बढ्यो र हाम्रो केबल कार पनि सुरु भयो। आज चाहिँ मौसम एकदमै खराब छ। हामी चाहिँ माथि 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 गइरहेछ। मौसम खराब भएको हुनाले भ्यू राम्रो देखिया छैन। पुरै सेतो मात्र देखिया छ, जता हेऱ्यो पनि सेतो मात्र देखिरहेछ। हामी अहिले टपतिर जाँदैछौँ। जेठ महिनामा पनि यस्तो मौसम भएको छ, पुस माघको जस्तो मौसम भएको छ। अहिले चाहिँ हामी फाइनल्ली बादलमाथि आइपुगेका छौँ। तल के छ केही देखाएको छैन। सर, तपाईँलाई कस्तो भइरहेछ अनुभव? हामी माथि माथि गइरहेछौँ, तल के छ होइन, पहाड यता घर केही देखाएको छैन। फाइनल अलिअलि चाहिँ देखाएको छ। यता अरे अर्को केबल कार उता आइरहेछ। आज मौसम चाहिँ एकदमै खराबै भन्नुपर्छ। तर हामीलाई चाहिँ जेठ महिनामा यस्तो थर्मल कोट ज्याकेट सबै लाउनु परेको छ। फाइनल्ली हामी चाहिँ केबल कारबाट उत्रेर माथि मन्दिर भएतिर गइरहेछौँ। केबल कारको यात्रा भनेको हाम्रो अलमोस्ट त्यही 2 देखि 3 मिनटको रहेछ। एकदमै सर्ट एन्ड स्विट। र त्यसबाट उत्रेर हामी चाहिँ अहिले अगाडितिर बढिरहेछौँ। यता चाहिँ आज बादलले पुरै ढाकिएको हुनाले केही पनि देखिएको छैन भने चाहिँ यता हेर्न सकिन्छ। अहिले चाहिँ यो सिडी चढेर माथि मन्दिरतिर गइरहेछौँ। धेरैजनाहरू चाहिँ मन्दिर आउँदाखेरि चाहिँ मन्दिर दर्शन गर्ने बित्तिकै गइहाल्दो रहेछन्। रिजन भनेको चाहिँ लेग लाग्छ भन्ने रहेछ। तर मलाई चाहिँ त्यस्तो केही पनि फिल भएको छैन। र हामी चाहिँ एकदम एक्साइटमेन्टका साथ, जोस जाँगरका साथ माथि अगाडि बढिरहेछौँ, सिडी चढिरहेछौँ। र केही हल्का मौसम खुल्या पनि छ। होपभर माथि पुगेपछि एकलट हामीले माथिबाट सबैतिर हेर्न पाउँछौँ।
सिँढी चढेको हुनाले अलिअलि श्वास त भइहाल्छ। त्यही पनि त्यसलाई पनि हाम्रो एक्साइटमेन्टले गर्दा खासै फरक पारेको छैन र हामी निरन्तर अगाडि बढिरहेछौँ। फाइनल्ली हामी कालिचोक भगवती मन्दिर आइपुगेका छौँ। श्री कालिचोक भगवतीको प्राङ्गणमा यो चाहिँ कालिचोक भगवतीको कुण्ड। कालिचोकमा छौँ र कालिचोकको दर्शन गरिसकेपछि चाहिँ हामी डाँडा काँडा घुम्दैछौँ। नेपालको जिल्लाको उता यता यहाँ केबल कार चलिरहेको छ। एक केबल कारमा हामी अहिले तल झर्छौँ। फाइनल्ली हामी चाहिँ कालिचोकको दर्शन गरिसकेपछि अब चाहिँ बाइकबाट हामी फेरि मुडे बजारतिर लागिरहेछौँ। यो चाहिँ कालिचोकको बस स्ट्यान्ड। यहाँ चाहिँ फोटोहरू खिच्ने आई लभ कालिचोक लेखेको यहाँ रहेछ। यताबाट चाहिँ यो चाहिँ केबल कार घर भने चाहिँ अब चाहिँ हामी फाइनल्ली मुडे बजारतिर लागिरहेछौँ। अझै सैलुङको यात्रामा छौँ र अलमोस्ट तलबाट चाहिँ 1 घन्टा चाहिँ हिँडेपछि सैलुङ आइपुग्छ अरे। त्यसैले चाहिँ हामी अहिले वर्क गर्दै अगाडि बढिरहेको छौँ। हो सर।
चाहिँ हामी सैलिङको माथि टुप्पोतिर जाँदैछौँ। ग्रेट वाल चाहिँ हामीले भर्खरै सक्यौँ। त्यो सकेर चाहिँ अब चाहिँ हामी माथितिर अगाडि बढ्दैछौँ। आज यो बिहानीको मौसममा मौसम पनि राम्रो आछ, मजाले घाम लागिरहेछ। एउटा छुट्टै एक्साइटमेन्टका साथ हामी अगाडि बढिरहेछौँ। हाम्रो ग्रुपमा चाहिँ छौँ। फाइनली हामी सैलुङ आइपुगेका छौँ। सैलुङ एउटा स्वर्ग, दोलखा जिल्लाको सुन्दर र शान्त डाँडा। सैलुङ शब्दको अर्थ हुन्छ 100 कुरा। यहाँबाट 56वटा हरिया पहाडका शिखरहरू एकसाथ देखिन्छन्, जसले मनै आनन्द पार्दछ। समुद्री सतहबाट करिब 3150 मिटरको उचाइमा रहेको सैलुङबाट सूर्योदय र सूर्यास्त एकदमै राम्रो देखिन्छ।